आज आएर मलाई दया होइन माया लागेर आउन थाल्यो नेपालको न्यायमूर्तिहरू देखेर। हिजो तिनी हजुरबाहरूको आशीर्वाद र छत्र छायाबाट पार्टीको झोला बोक्दै न्यायमूर्ति भइयो। तर आज आएर सत्यको पक्षमा साथ दिउँ तिनी बुढाहरूले भकुण्डो खेल्छन् र असत्यलाई साथ दिएर निर्णय गरौँ जनताले नागरिकहरूले भकुण्डो खेल्छौँ। अब भन्नुहोस् यिनीहरूको हन्तबिजोग न्यायमूर्तिहरूको खाउँ भने दिनभरिको शिकार नखाउँ भने कान्छा बाबुको अनुहार भने जस्तै भएन र। बन्दिया प्रत्यक्षीकरणको मुद्दालाई अगाडि बढाउँदै पाँच पटकसम्म हेर्न नमिल्ने कुनै प्रमाण भए पो हेर्न मिल्थ्यो त। आलुको चस्मा लगाएर हेर्दा पनि त्यो देखिन्न। देख्ने भए रवि लामिछानेको एउटा मात्र कसुर र असत्य काहीँ त्रुटि फेला पर्थ्यो भने आज यिनीहरूले मान्छे होइन यिनीहरूले माटो मुनि लगाएर गाडिसके। तर कुनै प्रमाण छैन, हेर्न नमिल्ने, बन्दी प्रत्यक्षीकरणको नामबाट हेर्न नमिल्ने। चाहन्थे र मिल्थ्यो भने यिनीहरूले मान्छे नै हेर्न नमिल्थेमा राख्थे। अहिलेको न्यायमूर्ति यस्ता अवस्थामा भइसकेको छ। अब जनता जाग्नुपर्छ। भकुण्डोलाई जति हामीले प्रेस गर्छौँ नि त्यो त्यति नै त्यो उफ्रिन खोज्छ। जति खिच्छौँ, जति प्रेसरले हामी तल हान्छौँ त्यति नै प्रेसरले त्यो भलिबल माथि जान्छ, फुटबल माथि जान्छ। त्यस्तै रवि लामिछानेलाई जति थुने पनि जति दबाएर राखे पनि धेरै सयौँ रवि लामिछाने जन्मिसके जस्तो लाग्छ। हुन त म स्वतन्त्र पनि होइन, स्वतन्त्र मान्छे नागरिक हुँ, तर स्वतन्त्र पार्टी पनि होइन। मैले कुनै पनि पार्टीको झोला बोकेको छैन र बोक्दिनँ पनि। यी दलीय व्यवस्थामा कुनै पनि पार्टी कुनै पनि झोलाबाट देशका नागरिकले मुक्ति पाउन सक्दैनन्। दलीय व्यवस्थामा यस्तै हुन्, बहुमत कसैको आउँदैन, नआइसकेपछि एकलौटी सरकार हुन्न, खिचडी सरकार हुन्छ। त्यसैले जनताको पक्षमा कहिले पनि यो आउन सक्दैन। सबै मान्छेलाई भ्रममा राख्ने मात्र हुन्। त्यसैले अहिलेको न्यायमूर्ति देखेर न्याय लागेर साथी हो। मलाई चाहिँ हजुरहरूलाई कस्तो लाग्छ त्यो थाहा भएन।